हेलो गाइस, सबैलाई गुड इभिनिङ। ल बट्टाइले अन्डा पनि पारिरहेछ, सबै अर्ग्यानिक। ल लगभग ल हेर्नुहोस्, भाले पनि बासिसक्यो है। यो मेरो कुखुरा सुखुरा भाले बासिसक्यो। 2 महिना भएको हुनाले अब मैले आजबाट यो घरकै मकै च्याख्ला बनाएर ल्याएको छु। यो गहुँको ढुटो अनि यो पिठो र यो अर्ग्यानिक रायो साग र अनि जौको घाँस काटेर अनि यसरी मोल गरेर अब त्यो कुखुरालाई, गिरिराज कुखुरा, लोकल कुखुरालाई अब अर्ग्यानिक बनाउनु पर्यो नि गाइस। ल हेर्नुहोस्, यसरी बनाएको छु है दाना। कुन चाहिँ भाले बास्यो? ल भाले पनि बासिसक्यो। चाँडै अन्डा पार मोरा हो, अन्डा पनि चाँडै पार हो, चाँडै पार अन्डा। बट्टाइले पारिसक्यो, तिम्रो अन्डा कहिले दिन्छौ? ल है मेरो कुखुराहरू स्वस्थ रहनु, हेल्दी रहनु। तिमीहरूलाई म आजबाट नयाँ खाना दिन्छु। हस् हस्।